ख्याजलो हामी पोखरा विश्वविद्यालय अन्तर्गतको कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीका 9औं सेमेस्टरका वास्तुकलाका विद्यार्थीहरू हौँ। हामीले कन्जर्भेसन स्टुडियोको निम्ति नेपालको मौलिक संस्कृति र परम्परागत वास्तुकलालाई जोगाइराखेका सुन्दर बस्तीहरूमध्ये च्याङ्लुङ गाउँलाई अध्ययनको रूपमा छनौट गर्यौँ। यस शैक्षिक यात्रामा 3 जना शिक्षक र 38 जना विद्यार्थीसँगै च्याङ्लुङको संस्कृति र जीवनशैलीलाई नजिकबाट बुझ्नको लागि हामीले आफ्नो यात्रा सुरु गर्यौँ। पोखराबाट करिब 17 किलोमिटर उत्तरतर्फ उकालो यात्रा तय गरेपछि हरिया डाँडाहरू, कलकल बग्ने खोलाहरू र हिमालको काखमा बसेको च्याङ्लुङले हामीलाई पहिलो भेटमै मोहित बनायो। गाउँ पुग्ने बित्तिकै स्थानीय बासिन्दाहरूले हामीलाई आफ्नै परिवारका सदस्य झैँ आत्मीयताका साथ स्वागत गर्नुभयो। त्यसपछि उहाँहरूसँग सानो परिचयात्मक छलफल गर्दै हामीले आफ्नो अध्ययनको उद्देश्य र यहाँ आउनुको कारण साझा गर्यौँ। भोलिपल्ट बिहान माछापुच्छ्रेको मनमोहक दृश्यसँगै हामीले छोटो पदयात्राबाट आफ्नो दिनको सुरुवात गर्यौँ। त्यसपछि सुरु भयो हाम्रो संरक्षण यात्राको मुख्य अध्याय। गाउँका परम्परागत घरहरूको नापजाँच, अभिलेखीकरण, सांस्कृतिक सम्पदाको अध्ययन र स्थानीय जीवनशैलीलाई नजिकबाट बुझ्ने हाम्रो एक सानो प्रयास। च्याङ्लुङका प्रत्येक घर केवल ढुङ्गा, काठ, सिल्टले बनेका संरचना होइनन्, ती त 1 शताब्दीभन्दा बढी समयदेखि पुस्तकको इतिहास, सम्झना, सिप र संस्कृतिलाई बोकेका जीवित साक्षी हुन्। सरल जीवनशैलीले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकायो। खुसी धेरै सम्पत्तिमा होइन, सन्तोषीमा बस्छ। यहाँका मानिसहरू आफूसँग थोरै भए पनि पाहुनालाई धेरै दिन चाहन्छन्। उनीहरूको मुस्कान, आत्मीयता र निस्वार्थ आतिथ्यले च्याङ्लुङलाई केवल एउटा गाउँ होइन, एउटा अनुभव बनाइदिएको छ। हामीले यहाँ भवनहरूको मात्र अध्ययन गरेनौँ, हामीले यहाँ संस्कृतिको महसुस गर्यौँ, परम्परालाई बुझ्यौँ, समुदायसँग जोडियौँ र प्रकृतिसँग सह-अस्तित्वमा बाँच्ने जीवनको वास्तविक अर्थ सिक्यौँ। अन्तिम दिन हामीले विगत 4 दिनको अध्ययन, मापन, स्केच, चित्रकला तयार भएका सम्पूर्ण कार्यहरू गाउँमै प्रदर्शनीका रूपमा प्रस्तुत गर्यौँ। त्यस दिन गाउँका लगभग सबै सदस्यहरू प्रदर्शनीमा सहभागी हुनुभएको थियो। आफ्नै घर, आफ्नै गल्ली र आफ्नै गाउँलाई हाम्रो स्केच, चित्र र फोटोहरूमा देख्दा उहाँहरूको अनुहारमा देखिएको खुसी, उत्साह र गर्व साँच्चै अविस्मरणीय थियो। यी 4 दिनले हामीलाई केवल एउटा गाउँसँग होइन, त्यहाँका प्रत्येक मुस्कान, प्रत्येक कथा, प्रत्येक घर र प्रत्येक मानिससँग जोडिदियो। त्यसैले बिदाईको त्यो क्षण केवल एउटा यात्राको अन्त्य थिएन, त्यो केही आफ्नै मान्छेलाई केही समयका लागि छोडेर फर्किनु परेको अनुभूति थियो।